सबैजनालाई नमस्कार छ। आज चाहिँ एकदमै प्राचीन वस्तु चाहिँ फेला परेको छ। त्यो फेला परेको वस्तु तपाईँहरूलाई म देखाइरहेको छु। एकदमै धेरै सिक्काहरू छ यहाँनिर, करिब 2300 सिक्काहरू छन्। तपाईँले एकदमै पुरातात्विक वस्तुहरू देख्न सक्नुहुन्छ। कपिलवस्तु नगरपालिका वडा नम्बर 5 स्थित भवनी गाउँको छेउमा रहेको पोखरीको किनारमा मध्यकालको जस्तो देखिने पुरानो तामाको पैसा जस्तो देखिने वस्तु फेला परेको छ। स्थानीय जनप्रतिनिधि र पत्रकारहरू प्रहरीको रोभरमा चाहिँ सिक्काहरू कति मात्रामा छन् भन्ने यो निकाल्ने प्रक्रिया निकाल्ने काम भइरहेको छ। तपाईँले देखिरहनु भएको छ। यो चाहिँ एकदमै पुरानो अवस्थामा रहेको, भित्र एकदमै जमेको अवस्थामा रहेको अवस्थामा यो सिक्काहरू निकाल्ने काम भइरहेको छ। र यी वस्तुहरू हेर्न सक्नुहुन्छ तपाईँले, एकदमै मेहनत लागेको थियो यो निकाल्न चाहिँ। स्थानीय पत्रकार, त्यसपछि तपाईँका पुरातात्विक विभागका चाहिँ कर्मचारीहरू लगायत जिल्ला प्रशासनका कर्मचारीहरू लगायत पत्रकारहरू प्रहरीको रोभरमा चाहिँ यो निकाल्ने काम भइरहेको छ। र पुरातात्विक वस्तुहरूको एकदमै हामीले संरक्षण गर्नुपर्ने हुन्छ। यो जुन कैयौँ पुस्ताका पुराना पैसाहरू यहाँ देखिएको छ, अरेबियन जस्तो देखिने यहाँ चाहिँ देखिरहेको छ, तपाईँले देख्न सक्नुहुन्छ। र पुरातात्विक वस्तुहरू निकाल्दै हुनुहुन्छ, सबै कर्मचारीहरूले निकाल्दै गरेको अवस्था छ। र देख्न सक्नुहुन्छ तपाईँले यो पुरातात्विक वस्तुहरू एकदमै महत्त्वपूर्ण, जुन कि हामीले कति पुस्ताले चाहिँ यो चाहिँ देख्नै नपाएको, तर अहिले हामीले यो देख्न पाइरहेको छौँ। यो पुराना तात्विक वस्तुहरू हामीले संरक्षण गर्नु एकदमै जरुरी देखिन्छ र हामीले एकदमै संरक्षण गर्नुपर्छ। र यहाँ करिब 2300वटा सिक्काहरू फेला परेको, अन्दाजी फेला परेको चाहिँ यहाँ जानकारी गराउँछु। 2300 अन्दाजी फेला परेको चाहिँ जानकारी गराउन चाहन्छु।